सरलाई क्षेत्र नम्बर 4 जहाँ अघि नै कुरा भयो, कुनै बेला नेपाली कांग्रेसको गढ भनेर चिनिने ठाउँ हो, जहाँ आज अरू जुनसुकै पार्टीमा गएको साथीहरू हुनुहोस्, अहिले त्यहाँ प्रतिस्पर्धा गर्ने साथी मेरो सबैप्रति सम्मान छ। सबैजनाले कुनै बेला कांग्रेसको घाटको पानी पिएर जानुभएको साथीहरू हुनुहुन्छ, सबैजना भनेको ठुलो रुख हो। नेपाली कांग्रेस पार्टीले असाध्यै धेरै माया गरेको ठाउँ हो यो। मैले अरू कसैलाई पनि दोष पनि दिन्न। कहीँ न कहीँ हाम्रो गल्ती भएको छ, कहीँ न कहीँ हाम्रो कमजोरी भएको छ, हामीले सम्हाल्न सकेनौँ। अब सरलाई मात्र होइन, सिङ्गो मधेस, म कांग्रेसको सभापति भएर मधेस आएको छु, मधेस हट्दैछु। त्यही हिजो मधेसले नेपाली कांग्रेसलाई गरेको मायालाई सम्झेर, नेपाली कांग्रेसलाई गरेको विश्वासलाई सम्झेर र नेपाली कांग्रेसले गरेका कतिपय गल्ती कमजोरीलाई स्वीकार पनि गरेर हामीले कांग्रेस बदलेर आएका छौँ। यो बदलिएको कांग्रेसले नेपाललाई बदल्ने सङ्कल्प गरेर आएका छौँ। नेपालको सबभन्दा मुख्य ठाउँ भाग मधेस छ। त्यो मधेसका मुद्दाहरूलाई हिजोको जस्तो केवल मुद्दाहरू उठाउने मात्र होइन, त्यसलाई सम्बोधन गर्ने गरी एउटा विश्वास लिएर म आफै मधेस आएको छु, जाँदैछु भोलि। म के भरोसा राख्छु भने तपाईँहरूले सरलाईको साथीहरूले जति पनि यहाँ हुनुहुन्छ, तपाईँहरू समय मिलाएर क्षेत्र आउनुहुन्छ। आफ्नो त छँदैछ, तपाईँहरूले आफ्ना छर छिमेकी साथीभाइ सबैलाई यो बेलामा म काठमाडौँको एउटा राजनीतिक कार्यकर्ता, कांग्रेसको सभापति, आफ्नो सजिलो ठाउँ छोडेर म सरलाई 4 को प्रतिनिधित्व गर्छु। नेपाल एकचोटि यहाँको संसद सरलाईको नाममा म दमदमाएर यहाँको संसदमा अब सरलाईको विषय उठ्छ। यहाँको सिंहदरबारमा सरलाईको विषयमा छलफल हुन्छ, मधेसको विषयमा छलफल हुन्छ। पहिला पनि भएको थियो, नभएको थियो भन्ने होइन, तर फरक ढङ्गले हुन्छ। अब त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ। हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, एउटा भरोसा दिएर पठाउनुपर्छ भन्ने कुरा तपाईँहरूले अब त्यहाँ गएर भनिदिनु पर्नेछ, बताइदिनु पर्नेछ।